साथीहरु सबैजनामा नमस्कार। आज चाहिँ म यो खेतमा छु। तोरी ट्याक्कै काटेर सुकाइसक्नु भएको रहेछ। आज चाहिँ ट्याक्कै तोरी उठाउने काम छ। उठ्दो रहेछ नि त यो घोप्टो राखेको त, अनि एक हातले पनि उठ्छ होला है। उठ्ने रहेछ, कस्तो सजिलो उठ्ने रहेछ यो घोप्टो राखेको त। सर्लक्कै मान्छे कडा हुनुहुन्छ तपाईँ। कति सजिलो रहेछ ल। तोरी काट्दा चाहिँ यसरी राख्नु पर्ने रहेछ है साथीहरु। यस्तो एक एक मुठी त कति बोकिन्छ। तोरीको भारी बोकेर यो अब खन्याएर म त खन्याएर आउँछु, फेरि अर्कोचोटि मिलाउँला। तोरीको कुन्यु लाउने काम चाहिँ भाउजूले गर्दै हुनुहुन्छ। भाउजूले कुन्यु चाहिँ टेकेर ढुट्टो चाहिँ पारिसक्नु हुनेछ। सक्यो ए साथी, आजको तोरी बोक्ने काम चाहिँ कुन्यु निकै ठुलो भयो जस्तो लाग्यो मलाई। 200 केजी तोरी आउँछ भाउजू? 200 केजी आउँछ जस्तो लाग्यो मलाई। यता बाहिर निकालिसक्नु भयो टेकेर।